भन्नलाई चाहिँ गाह्रै छ। बल्ल पुग्नु भयो उहाँ चाहिँ। हेलो गाइज, नमस्ते, वेलकम टु माई न्यू ब्लग। आज फेरि हामी आज आइसकेको छौँ नयाँ ब्लगको साथमा है। आज चाहिँ हामी यस्तो खतरा ठाउँ जाँदैछौँ कि म नि अहिलेसम्म गएको छैन। अब तपाईँहरूलाई पनि देखाउने छौँ। हाम्रो बुवा चाहिँ यता हुनुहुन्छ, यता काम गर्दै हुनुहुन्छ, यता ज्वाइँ साहब हुनुहुन्छ। अब हामी लाग्यौँ, ल तपाईँहरू देख्न सक्नुहुन्छ हामी है लाग्दैछौँ जङ्गलको बाटो। अब चलेर सानो बाटो पनि छ, जङ्गल हुँदै बाटो छैन थाहा छैन। अनि त्यसपछि हामी रोडमा झर्छौँ, रोडमा झरेर खोला पुग्छौँ। त्यहाँ एउटा सानो ओडार छ, अनि त्यो ओडारमा छिरेर हेर्छौँ। यस्तो भिड छ है, गाह्रो छ। आज फेरि खासै घाम पनि राम्रोसँग लगाइँदैछ। अनि हामी ज्वाइँले खान चाहिँ सर्र हिँडेकै, यस्तो भ्यू पनि खासै राम्रो नदेखिँदैछ अहिले। त्यो घाम लागेको बेला भयो अलि गाह्रो छ। यहाँ चाहिँ कसरी जान्छ चाहिँ हिँड्दैछौँ अहिले जङ्गलको बाटो। त्यही भएर डर लाग्छ मलाई यो बाटो। तपाईँ पनि अलिक साथमा भएर देख्न सक्नुहुन्छ यता टिफर गइरहेको छ। यस्तो भिड पाखा हेर्नुहोस् त ल। हो र, त्यही भएर हेर्नु भयो हो त। हेर्नु गाई यसरी हिँड्नुपर्छ, हामी चाहिँ यसरी हिँड्नुपर्छ। यस्तो भिड छ, सानो बाटो छ। यहाँबाट लड्यो भने तल पुग्छ। देख्न हामी अहिले लगभग रोडभन्दा माथि नै छौँ। रोडमा पुगेको छैनौँ मैले है। बाटो हेर्नुहोस्, यस्तो छ बाटोहरू, यस्तो छ बाटो है। अब यहाँबाट झर्नु पनि हुन्छ, कता यतैबाट तल रोडमा पुग्नु पनि हुन्छ। रोडमा फेरि स्कुटर पनि हिँड्दैछ। यहाँ बाटोको चाहिँ अलिकति डर छ। यस्तो छ है, भिडबाट हिँड्नुपर्ने छ। बाटो खतरा, यसरी हिँड्नु परेको छ। डरै लाग्दछ। अहिले कति बज्यो? तपाईँले मोबाइल ल्याउनु भएको? कति बज्यो अहिले? 9:40 भइसक्यो। ए उहाँ चाहिँ घर त हामी 10:30 बजीतिर 11 बजीतिर पुग्छ क्या हो। हामी फेरि गाई चाहिँ मासु पनि लिएर जानुपर्ने छ। फेरि पसल गएर मासु लिएर गएर घट्ट पुगेर अझ फेरि पिठो पुगेर घर जानु छ। आज चाहिँ घटाको पिठो र मस्तले मासु गरेर ढेँडो खाने प्लानमा छौँ। यहाँ झन् टेक्ने ठाउँै छ। यहाँ त चप्पल पनि चिनो खुट्टामा पसिना आइसक्यो झन्। त्यही माथि बिस्तारै है झन्। म त अलिक बरु हिँड्ने बानी डेन्जरस छ। यसरी आउँदैछ हामी, देख्न सक्नुहुन्छ। अब रोड आइपुग्यो भने नि भयो, धेरै टाइम छैन रोड आउनलाई। तेरी ल आउनु चाहिँ आउनु। बाटो धेरै अप्ठ्यारो छ, ज्यानै जोखिममा जस्तो। लगाइदिनु सक्नुहुन्छ। हामी यो भिडबाट बल्ल आयौँ। धन्नै निधार जोतिन गएको छैन टाउको। यो भिडबाट झरेको हामी। अब हामी पुग्न लागेका छौँ होइन। खोला पुगे पनि छैनौँ, अब पुग्न लागेका छौँ हामी। यता पुल तरेर पुगिन्छ अब पारी। पुलमा यसो दक्कुनु पर्छ। अब हामी पुग्न लाग्यो त्यो ठाउँमा। अब चाहिँ टोपी खोलेर हिँड्नु पर्छ। खोला आइपुग्यौँ हामी गाइस। लास्ट गाह्रो हो तेरी। के
केही बिना गाह्रो भएको हामीलाई यो बाटो हिँड्नलाई राइट। हामी खोला पुग्न लागिसकेका छौँ गाइजहरू। अब हामी भिरहरू खतरा छ, छाँगो। अनि हामी चाहिँ ओडार छेउमा आइपुगेको छौँ। ओडारमा अब छिर्नेछौँ। अलि बानी नभएर कि पहिलोचोटि भएर मन सिरिङ हुँदैछ हाम्रो चाहिँ। अनि एकजना भाइले बोलाउने कोसिस गर्दैछौँ। भाइ पनि मान्छन् होला जस्तो लाग्छ है। यस्तरी पानी झर्दैछ यहाँ है, यस्तरी हो खै ओडार यहाँ छ। ओडार हाम्रो यहाँ छ है। अब छिर्न ल गाइज, अब हामी चाहिँ छिर्दैछौँ। फेरि यहाँबाट छिरेर माथि निस्किन्छ अरे। अन्त हेर एउटा मोबाइल यहाँ राखेको छौँ। अब हामी चाहिँ लाग्दैछौँ। केही त हुँदैन नि होइन? यस्तो छ। आमा खै त जाने ठाउँै छैन त। तिमी अहिलेसम्म गएको छैन? ओहो ल आऊ है भाइ, आऊ अगाडि हिँड ल। ओ डेन्जर छ गुफा है। उक्लिने कहाँबाट हो? यहीबाट उक्लिने हो? उक्लिन सक्छ त? उक्लिन त सक्दैन जस्तो, तर केही त नहुँदैछ है। सुरुङ चाहिँ डेन्जर छ। पानी पाएर डेन्जर रहेछ। यस्तो डेन्जर छ। म माथि जान्छ है त, सक्दिन त। नचिप्लिने ठाउँ रहेछ। हेर्नु यहाँ पुरै नुन जमे जस्तो जमेर बसिरहेको छ। यस्तो यहाँ चाहिँ पहिला पहिला मूर्तिहरू पनि छ भन्ने सुनेको थियो, अहिले चाहिँ छैन अरे। बुवाले भन्नुभएको पहिला पहिला हामी भेटेको थियो अरे, अहिले चाहिँ छैन र मान्छेले लगाएको जमेर उ भइरहेको। लाउन चाहिँ आउनु ल भाइलाई पनि तान्दैन हेर्न सक्नुहुन्छ। यत्रो अग्लोमा। ओहो के ढुङ्गा त डेन्जर छ, बोसो जस्तै छ त। ल है भाइ बिस्तारै। यस्तो बोसो जमे जस्तो के, तर बलियो चाहिँ बलियो क्या समाउँदाखेरि पनि नआउने क्या। भाइलाई सँग भाइ मलाई सँग ल। तिमी अब जाऊ त ज्वाइँले तान्छौ। कसरी जान्दा तपाईँहरू? खै टर्च किन यस्तो बढाइदियो है। यो ढुङ्गा डेन्जर खालको रहेछ। लगाउनु भाइ, लगाउनु त। यस्तो गुफामा हामी छिरेछौँ, देख्न सक्नुहुन्छ तपाईँहरू। यस्तो नुन क्या अड्का छ कि हो। ल गुन्टी धेरै गाह्रो रहेछ आउनु। आउनु भाइ, मैले ठुलै ओडार होला भनेर चेप्टो रहेछ यहाँ। मान्छे पनि छिन धौधौ तर क्या खतरा जमेको यो। छेउ भिज्यो। हेर्नु यस्तो जमेको छ यो, पानी नै जमेर यस्तो भएको छ। पत्थर ढुङ्गै बनेको खतरा छ। हौ है खतरा जमायो क्या। हो यहाँ हेर्नु कस्तो क्या, पुरा आइस जमा जस्तो भइरहेको छ। पानी पनि कति चिसो छ त है। पानी चिसो, यो मात्रै चिसो हो यहाँ। मोबाइलै भिजिसकेको छ। हामीलाई पनि माथिको पानीले उ गरेर पसिना जस्तो। बल्ल बल्ल आइपुगेको छौँ हामी माथि। यतानिर हुन्छ है यता। त्यो भाइ नभए त हामी आउन सकिन्थेन होला सायद। भाइलाई धन्यवाद यसको लागि। ल फेरि हामी तलै निस्किँदैछौँ भाइ। ओहो यो ढुङ्गा चाहिँ सही दाइ यता देखाउनु त। ओहो खतरा रहेछ त यार। हेर्नु यस्तो छ यो जमेर बसेको। टर्च लगाउनु त। यस्तो आछ यो
जमेर बसेको यो पानी चाहिँ नुन जस्तै देख्ने रहेछ एकदम जर्रो यता दाइ हेर्नु चारैतिर छ तर मोबाइल भिडियो मोबाइल यस्तो दामी देख्न सक्नुहुन्छ तपाईँहरूले खतरा छ पत्थरै बनिसकेको छ हिँड्थे तपाईँले लोचेको भइसक्यो त यस्तो खतरा रहेछ हेर्नु उता पनि सही छ औ उता यस्तो सही रहेछ अब यहाँ चाहिँ पहिला मूर्ति बनाएको कारण पनि यस्तै आकार लिएको होला यो पानी झरेर अहिले चाहिँ छैन डेन्जर रहेछ यार यो बिस्तारै समाउनु पर्छ होला के भयो चिप्लेलाई भाइ भाइ पनि अहिलेसम्म पसेको थिएनौ फर्स्ट टाइम भयो यस्तो रहेछ उता पनि क्वाल रहेछ अनि फल है यतिको दामी देखिँदैन टर्चले अलि लाइट गर्ने रहेछ होइन त्यस्तो छ यस्तै नुन भनेको त्यहाँ नुन जस्तो रहेछ के हेर्न सक्नुहुन्छ तपाईँहरूले यस्तो क्या कस्तो हाम्रो यहाँ चाहिँ राखिराङ गाउँपालिका वडा नम्बर 4 मा छ रहेछ अब हामी झर्दैछौँ झर्नलाई गाह्रो नपर्ने हुन्छ कसरी झर्ने यस्तो पत्थरमा अलिकता यो भाँच्यो भने चाहिँ हामी तल एकैचोटि तल पुग्छौँ है अब छाँगा यस्तो पाल छ यस्तो पाल छ तर पनि यस्तो टेकेर बसिरहनु भएको छ यहाँ हामीहरू सबैजना यहाँ पाल छ तर यस्तो सायद मूर्ति यहीँ थियो होला जस्तो लाग्छ मलाई चाहिँ होला यो माख्लोमा यसमा आई भाइ अब यहाँ पनि यस्तो यस्तो चप्पल खोल्न पर्छ हो ल आउनु अब बल्ल बल्ल पुग्यो बल्ल पुग्नु भयो उहाँ चाहिँ ल भाइ एकदम गाह्रो छ जानलाई ल भाइ म समय दिन्छु है यस्तो छ यहाँ है माथि पनि पाल ल यता भाइलाई पनि यसो गरिदिउँ है ल भाइ बिस्तारै आऊ है ल है म समय दिन्छु भाइ अलिअलि ए यहाँ ठोकेला है यहाँ टेका भाइ यस्तोमा है तर नचिप्लिने के यस्तो दामी रहेछ यो यस्तो हेर्दाखेरि चिप्लिने भयो भने त हामी त सक्दैन नि उक्लिनै सक्थेन चिप्लो भए चाहिँ हामी यतिखेर लडिसक्थ्यो तर ढुङ्गा खस्रो राम्रो छ यो चाहिँ चिप्लिने यो पनि होइन रहेछ नि होइन यो के भन्छ अरे चिप्लिने पानी चाहिँ होइन रहेछ पानी नै भिन्दै छ यहाँ यस्तो जमे यहाँकै पानी खान्छौँ त्यहाँ बाहिर पानी अब हामी बाहिर निस्किँदैछौँ जाडो चाहिँ हुँदैन चिसो छैन यो भित्र गर्मी छ भित्र पानीको चाहिँ पुरै छ पानी चाहिँ तर हाम्रो ल हेर्नु यता यस्तो चिप्लो छ भने उता छैन उता लेउ लागेको हामी भित्रबाट निस्केर आयौँ गाई हामी अहिले निस्केर आइसकेका छौँ यस्तो पाहाडबाट पानी आइरहेछ है गाई हामी अब सुरुङ छिर्यौँ अब छिरेर हामी निस्केर अब हामी घट्टा जाँदैछौँ यो खोलै खोला हिँड्दैछौँ हामी चाहिँ अघि आएको हामी माथि रोडै रोड थियो अब हामी यो खोलै खोला हिँड्दैछौँ पहिला गाडी बसहरू अब यही बाटो हिँड्थ्यो पहिला यही रोड थियो यो उता कुना कुना रोड थियो पहिला तर अहिले चाहिँ गाडीहरू सब माथिबाट हिँड्छ माथि रोड बनिसकेको छ अनि अब हामी चाहिँ यस्तो खोलाहरू तर्दै घट्टा जाँदैछौँ रमाइलो लाग्यो सुरुङ छिर्यो ओडार अनि यो खोलाको बाटो एकदम रमाइलो पनि छ सफा पानी छ हामी पहिला यो दमा पौडी खेल्न आउँथ्यो यो पहिला यो भन्दा गहिरो थियो है यति त खोलाइ थियो क्या यति त अनि अहिले चाहिँ डर लाग्छ अहिले यतिर आउनुलाई सक्नुहुन्छ एउटै खोला कति हामी तर्न पर्छ भने हेर्नु यहाँबाट जान्छ अनि फेरि यहीँ यो तर्यो यो तर्सिएपछि फेरि त्यहाँबाट घुम्यो त्यहाँबाट घुमेपछि फेरि उहाँ तल फेरि हाम्रो एक ठाउँ तर्न पनि हुन्छ अनि फेरि त्यसको तल
बगरै बगर पो हिँडेर हामी त हो त अब आइपुग्न लाग्यो होला है। कहाँ अझ एक घुम्ती हान्नुपर्छ त। फाइनली गाइज हामी चाहिँ बल्ल 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 घटा आइपुग्न लाग्यो अब होइन। यही रहेछ त हाम्रो अफर यति चाहिँ छ। त्यो रहेको यही हो गोरा नि भर्खरै के यति छ। हेर्नु गाइजहरू आज हामीले पिठो नलानी भयो मकै भर्खर यति रहेछ, यति बाँकी छ। भर्खर त हालेको रहेछ घान, हिजो बिहान ल्याएर छोडेको आजसम्म पनि पिन्दैन हो भने कस्तो चाहिँ होला। लागौँ अब मासु किन्नै घरेर लाग्ने। अब खतम भयो गाइज, खतम भयो, म पिनेकै रहेनछ, खतम भयो। अब फाइनली हामी घरतिर लाग्दैछौँ। ल गाइज आजलाई भिडियो यति नै होइन, अब अर्को भिडियोमा हामी भेट्नेछौँ है त।